सबै भाषाभाषीको रेडियो ताप्लेजुङ 94.0 मेगाहर्ज। पर्ने कुराबाट रेडियो ताप्ले 94 मेगाहर्जको दैनिक प्रस्तुति कार्यक्रम सुन्नै पर्ने कुरामा यहाँलाई स्वागत छ। प्रविधिमा अनिश काङवासँगै म आनन्द गौतमको। आदरणीय श्रोता, यति बेला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटार काठमाडौँको टोली ताप्लेजुङमा छ। बस सहितको टोलीले कहिले सर्वसाधारण नागरिकलाई भेट्छ त कहिले जनप्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी त कहिले विद्यालयमा पढाउने विज्ञान विषयमा का शिक्षकलाई भेट्छ अनि त्यही बसमा राखेर कक्षा दिन थाल्छ अर्थात् पढाउन थाल्छ। बसको उपयोगिता यसरी भइरहेको छ। खास गरी नास्ट अर्थात् नेपाल विज्ञान प्रविधि प्रतिष्ठान आइटी प्रमुख प्रदीप ढोडारीसँग आज म कुरा गर्दैछु। खास गरी किन यो अभियान सञ्चालन गर्नु पर्यो, यो कक्षा किन दिनु परिरहेको छ। यति बेला उहाँ हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ र हामी प्रत्यक्ष कुराकानीमा छौँ। अब लागौँ उहाँसँगको कुराकानीतर्फ। प्रदीप सर, स्वागत छ कार्यक्रममा। तपाईँको टोली यति बेला ताप्लेजुङ जिल्लामा छ। भनिदिनुहोस् न, तपाईँहरू बस सहित लिएर आउनु भएको छ अनि बसमा कोही मान्छेलाई भेट्यो भने बसभित्र लगाउनुहुन्छ अनि कक्षा दिन थाल्नुहुन्छ। यो कस्तो खालको अभियान हो? यो अभियान किन चलाउनु परेको छ र यो ताप्लेजुङसम्म किन आइपुगिराख्नु भएको छ? धन्यवाद सर। हाम्रो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका थुप्रै गतिविधि कार्यक्रमहरू मध्ये यो पनि एउटा प्रवर्धनात्मक कार्यक्रम हो र हामी काठमाडौँबाट 20 गते आयौँ र 21 गते चाहिँ हामीले पाँचथर जिल्लाको हिलियान गाउँपालिका अन्तर्गतका विज्ञान शिक्षक र त्यहाँका जनप्रतिनिधिहरूलाई यस्तै खालको त्यही बसमा राखेर यो अहिलेको जल्दो बल्दो आर्टिफिसियल इन्टेलिजेन्स एआई अथवा साइबर सेक्युरिटीको तालिम, एक दिने तालिम त्यहाँ सञ्चालन गर्यौँ र त्यसै गरी अहिले हामी ताप्लेजुङमा छौँ। यसमा चाहिँ हाम्रो यो फुङलिङ नगरपालिका र नासको जोइन्टली एउटा हामीले कार्यक्रम राख्यौँ र हिजो चाहिँ हामीले अस्ति बेलुका चाहिँ जिल्ला प्रहरी कार्यालयमै नै गएर त्यहाँ कार्यरत लगभग 22 जना भन्दा बढीलाई त्यो बसमा राखेर हामीले साइबर सेक्युरिटीको ट्रेनिङ गरायौँ। यसै गरी हिजो हामी दिनभरि नै यो फुङलिङ नगरपालिकामा हामीले बसै त्यहाँ लगेर यो नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका विज्ञान शिक्षकहरूलाई चाहिँ दिनभरि हामीले त्यहाँ एउटा यो आर्टिफिसियल इन्टेलिजेन्स र अर्को चाहिँ यो साइबर सेक्युरिटी भने के हो, योबाट कसरी जोगिने भन्ने खालको कार्यक्रम गर्दैछौँ र विगत धेरै वर्षदेखि 4 वर्षदेखि यो कार्यक्रम हामीले निरन्तर रूपमा गर्दै आएको छौँ। यसको मुख्य उद्देश्य चाहिँ अहिले सरले भन्नुभयो दुईटा उद्देश्य छन्। एउटा चाहिँ यो डिजिटल डिभाइड अथवा डिजिटल ग्यापलाई कसरी कम गर्ने, अर्को चाहिँ यो आइसिटी अथवा आइटीको यो लिटरेसीलाई चाहिँ कसरी बढाउने भन्ने चाहिँ हाम्रो मुख्य उद्देश्य हो सर। अब ताप्लेजुङ जिल्लामा नेपाल प्रहरी, विज्ञान विषय पढाउने शिक्षकहरू अनि नगरपालिकाका जनप्रतिनिधिहरू र अन्य नागरिकहरूसँग पनि यो कक्षा दिनुभयो। यो कक्षा कति समयको लागि हो? कस्ता कस्ता व्यक्तिहरूले लिन पाउँछन् अनि तपाईँहरूसँग यो कक्षा लिनका लागि उहाँहरूले कसरी समन्वय गर्नुपर्छ? यो चाहिँ सरले असाध्यै राम्रो क्वेसन गर्नुभयो सर। यो चाहिँ फुङलिङ नगरपालिकाले नासलाई चाहिँ लौन यस्तो खालको एउटा तालिमहरू तपाईँहरू गराउनु हुँदो रहेछ, त्यस्तो खालको तालिम एउटा हामीलाई पनि आवश्यक छ, यो तालिम चाहिँ हामीलाई पनि गराइदिनुहोस् हाम्रो ठाउँमै आएर भन्ने खालको कुरा गर्नुभयो। त्यो पछि हामीसँग एउटा ठुलो एउटा बस छ, त्यो बस चाहिँ इट्सेल्फ आफैमा एउटा त्यो मिनी आइसिटी ल्याब हो। एउटा आइटी ल्याबमा हुनुपर्ने सबै पूर्वाधार चाहिँ त्यो बसभित्रै छ र त्यहाँ चाहिँ हामी सजिलैसँग 20 देखि 25 जनालाई चाहिँ राखेर त्यहाँभित्र तालिम गर्ने, पढ्ने, पढाउने गर्छौँ र त्यहाँ अहिले सरले सोध्नुभयो कसलाई गराउने भन्नुभयो। हाम्रो चाहिँ कार्यालय
कार्यक्रमको मुख्य उद्देश्य नै विज्ञान र प्रविधिमा अनुसन्धान र विकास गर्ने अफिस भएर हामी विज्ञान भनेर जोड्छौँ, तर हामीले यो भनिरहेको छैनौँ कि विज्ञानका लागि मात्रै यो साइबर सेक्युरिटी अथवा आइटी अथवा इआईका ट्रेनिङ त्यस्तो भन्ने चाहिँ होइन। हामीले आवश्यकता अनुसार अहिले चाहिँ हामीले समन्वय चाहिँ यो नगरपालिकासँग समन्वय गरेर उहाँले यो भेगका विभिन्न हजुरको नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरूलाई उहाँहरूले नै कोअर्डिनेट गरेर यहाँ जुटाइदिनु भयो र हामीले हिजो र आज पनि हाम्रो तालिम छ। हिजो र आज हामीले फुल डे नै तालिम उहाँहरूलाई गराउँदैछौँ र यहाँ चाहिँ आवश्यकता अनुसार जस्तो भनौँ न आज एउटा साइबर सेक्युरिटीको क्लास पनि हुँदैछ र बेलुका चाहिँ हाम्रो सशस्त्र प्रहरीको क्याम्पमा नि हामीले साइबर सेक्युरिटीको ट्रेनिङ गराउँदैछौँ। यो चाहिँ कसलाई भन्दा पनि हजुर कसलाई आवश्यक त्यो चाहिँ यहाँबाट समन्वय चाहिँ हाम्रो नगरपालिकाले गर्नुभयो र हामीले चाहिँ यसै गरी तालिम अगाडि गर्दैछौँ। तपाईँ आइटी को प्रमुख पनि हुनुहुन्छ, नास्ट को आइटी प्रमुख पनि हुनुहुन्छ। यति बेलाको खास चुनौती के हो अनि त्यो चुनौतीलाई सामना गर्नु गरिराख्नु भएको कसरी छ? यो यस्तो छ सर, अहिलेको विकास सूचना प्रविधिको विकास दिन प्रतिदिन विकास हामीले देख्दै गएको छौँ। कहिले हामी आर्टिफिसियल इन्टेलिजेन्सका कुरा गर्छौँ, चाहे अरू थुप्रै कुराहरू गर्छौँ, तर त्यसका जति सूचना प्रविधिको विकास यो द्रुत गतिमा तीव्र गतिमा अगाडि बढिरहेको छ, त्यसका पछाडि थुप्रै चुनौतीहरू पनि हामीले सामना गर्दै आएका छौँ र त्यो चुनौती चाहिँ दिन प्रतिदिन बढ्दै गइरहेको छ र त्यो चुनौतीलाई मुख्य कसरी सामना गर्ने भन्दा पनि यो चाहिँ मुख्य कुरो चाहिँ अवेरनेसको कुरो चाहिँ मुख्य हो। सबै मान्छेलाई चाहिँ हामीले अवेर गराउनु भयो। हजुरहरूलाई कस्तो नि हामीले ताप्लेजुङमा आएर यहाँ इआईको क्लास बसमा गरेर अथवा भनौँ न साइबर सेक्युरिटीको कुरा गरेर हामीले एकै दिन आएर 2 दिन ट्रेनिङ गराएर अथवा 4 दिन ट्रेनिङ गराएर उहाँहरूलाई हामीले पर्फेक्ट बनाउने त्यो पनि हाम्रो उद्देश्य होइन। हाम्रो उद्देश्य भनेको चाहिँ पिछडिएको ठाउँ जुन ठाउँमा इन द सेन्स मैले पिछडिएको भने चाहिँ पूर्वाधारले पिछडिएको, कनेक्टिभिटीले पिछडिएको र नलेजले पनि पिछडिएको हो। हामी यो एकदमै सेन्टर ठाउँ भन्दा नि अलिकति पिछडिएको ठाउँ जुन ठाउँमा पूर्वाधारको अभाव छ त्यस्ता ठाउँमा चाहिँ गएर हामीले तालिम गराउने गर्छौँ र यसले चाहिँ सरले अघि भन्नुभयो जस्तो यसको मुख्य उद्देश्य चाहिँ हामीले अवेर गराउने नै हो। जबसम्म हामीले यो सम्पूर्णलाई यो अवेरनेस गराउन सक्दैनौँ त्यो बेलासम्म यो चुनौती चाहिँ भनौँ न यो दिन प्रतिदिन बढिरहेको चुनौतीलाई कसरी सामना गर्ने, साइबर सेक्युरिटीको कुरा गर्दा के गर्न हुन्छ के गर्न हुँदैन भन्ने कुरो चाहिँ सबै चाहिँ हामीले त्यो बसमै सिकाउँछौँ सर। अब यो ताप्लेजुङ जस्तो हिमाली जिल्ला जहाँ आइपुग्नलाई पनि धेरै समय लाग्छ, निकै कठिनाई पनि रहेको छ। तपाईँले भन्नुभएको पनि ठिकै हो, किनभने भौगोलिक हिसाबले नेपालको सबैभन्दा सुदूरपूर्वोत्तरमा रहेको। तर अब यो चाहिँ नगरपालिकाले समन्वय गर्यो, नगरपालिका क्षेत्रका नागरिकहरूले थाहा पाउनुभयो, कतिपयले यो ज्ञान हासिल गर्नुभयो, यो अवसर पनि प्राप्त गर्नुभयो। यदि अरूले पनि त्यो खालको चाहना राख्नुभयो, अरू स्थानीय तहले भने तपाईँहरूसँग कसरी समन्वय गर्न सक्नुहुन्छ? यस्तो छ सर, हजुरले असाध्यै राम्रो कुरो गर्नुभयो। हाम्रो त्यो बस चाहिँ असाध्यै ठुलो, एकदमै ठुलो बस छ त्यो। हजुरहरूले हिजो त्यहाँ देख्नुभयो। हामीलाई यहाँ आउन मैले त यो ताप्लेजुङमा चाहिँ हामी यो बस लिएर जान सक्छौँ भन्ने कुरो मैले परिकल्पना पनि गरेका थिएनौँ। तर एकतालि अब हेरौँ न त भन्ने खालको कुरो यो गऱ्यौँ र हामीलाई निकै मुस्किल पर्यो। हामीलाई झन्डै धरानबाट यता लागिसकेपछि चाहिँ असाध्यै नै गाह्रो हो र बल्ल भनौँ न सर यति कठिन हो यहाँसम्म पुग्न, तैपनि हामी सजिलैसँग पुग्न चाहिँ सक्यौँ। र सरले अहिले असाध्यै राम्रो क्वेसन सोध्नुभयो, तपाईँहरूसँग कसरी हामी जोडिन सक्छौँ भन्नुभयो। यो चाहिँ यस्तो छ सर, यो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान भने चाहिँ एउटा नेपाल सरकारको एउटा विज्ञान र प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने आधिकारिक निकाय हो र त्यसमा चाहिँ कस्तो छ भने हजुरको यहाँ आवश्यकता यो चाहिँ अब एउटा स्कुल अथवा एउटा संस्थाले भन्दा पनि यहाँको जस्तो भनौँ एउटा सरकारी निकाय भनौँ अथवा यस्तै नगरपालिका जस्ता सङ्घ संस्थाले चाहिँ हामीलाई युनिभर्सिटी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई एउटा पत्र लेखेर आमन्त्रित गर्यो भने हामी आउन सक्छौँ र त्यसै गरी हाम्रो सबै ठाउँमा हामीले अहिलेसम्म मैले अलिकति जोड्नु पर्ने हुन्छ। यस्तो यो कार्यक्रम हामीले गर्न लागेको झन्डै 4 वर्ष भयो। यो दौरामा कर्णाली प्रदेश सुदूरपश्चिमदेखि लिएर अहिले कोशी प्रदेशसम्म हामीले यो कार्यक्रम सबै प्रदेशमा कार्यक्रम गर्दै हिँड्छौँ र गर्दै गरेका छौँ र झन्डै 14,000 भन्दा बढीलाई चाहिँ हामीले यो कार्यक्रम यो बसमै राखेर सिक्ने, सिकाउने, पढ्ने, पढाउने अथवा नलेज सेयरिङ गर्ने काम गरेका छौँ। यसको तपाईँहरूले लाभ अथवा फाइदा के पुगिराखेको छ? मूल्याङ्कन गर्नुहुन्छ होला कक्षा क्लास दिइसकेपछि, यसको लाभ के भइराखेको छ?
यस्तो छ सर, अहिले ठ्याक्कै असाध्यै राम्रो यो सरको फेरि अर्को प्रश्न। यो चाहिँ कस्तो छ भने अब हामीले अस्ति आयौँ, अस्तिदेखि पहिलो दिन यहाँ प्रहरीलाई गरायौँ, हिलियाङमा गरायौँ, त्यो पछि हिजो कार्यक्रम गऱ्यौँ। अब उहाँहरूले अहिले के भनिरहनु भएको छ, ओहो यो कुरा त केही न केही मात्रामा हामीले पनि गरिरहेको हो, तर यो त धेरै कुरो पो सिकिँदो रहेछ, धेरै गर्न सकिँदो रहेछ, यसलाई चाहिँ अलिकति समय लम्ब्याउनु पाए हुन्थ्यो, यो हामीलाई पनि यसरी यसमा सामेल गराउनु पाए हुन्थ्यो भन्ने खालको धेरै त्यो डिमान्डहरू चाहिँ आएको छ। अब यदि त्यस्तो डिमान्ड ताप्लेजुङमा पनि बढ्यो, यही मौकामा तपाईँले अघि भनिहाल्नुभयो बस ल्याइ पुर्याउनै कठिन हुन्छ, यही मौकामा हामी पनि समन्वय गर्छौँ भन्यो भने तपाईँहरूसँग यही समयमा चाहिँ समय हुन्छ कि हुँदैन यही बेलामा? यो चाहिँ यस्तो छ सर, अब हाम्रो पनि थुप्रै बाध्यता सीमितताहरू छन् सर। जस्तो भनौँ न, हामी नेपाल सरकारकै कर्मचारी हौँ, त्यो भएर हाम्रो कार्यक्रम चाहिँ हजुरको 3 दिनको कार्यक्रम गर्ने भनेर उहाँले हामीले एउटा भनौँ सर एउटा निर्णय गरेर हिँड्यौँ र त्यही अनुसार अफिसले हामीलाई अनुमति पनि दियो र अस्ति 21 गते मैले अघि सरलाई पनि 5 थरको हिलियाङ गाउँपालिकामा गऱ्यौँ र आज र हिजो र आज चाहिँ ताप्लेजुङमा गर्ने कार्यक्रम छ। अब आज दिनभरि चाहिँ हामीले कार्यक्रम आजसम्म चाहिँ गर्न सकिन्छ सर। अब जो व्यक्तिहरू जसले त्यो बस देख्न पनि पाउनु भएन अथवा कतिपयले देख्नुभयो बजारमा नास्टको बस कुद्दैछ भनेर जसले देख्नुभयो, अहिले सुनिराख्दाखेरि त्यो बसभित्र त त्यस्तो कुरा पो रहेछ भनेर पनि सुनिराख्नु भएको छ, उहाँहरूलाई यहाँले प्रत्यक्ष रूपमा भन्नुपर्दा त्यो बसभित्र के हुन्छ अनि त्यहाँ कसरी सिकाइन्छ अलिकति व्याख्या गरिदिनु पर्दा कसरी गर्नुहुन्छ? यस्तो छ सर, अहिले हामीले त्यो बस चाहिँ नगरपालिकामा अवस्थित नगरपालिकामै राखेका छौँ। सरले भने जस्तो त्यो बस धेरै ठुलो, अब हामीले ट्राफिक अलिकति फ्लो अलिकति कन्जस्टेड बाटो, त्यसले गरेर हामीलाई ओहोरदोहोर गर्न गाह्रो भएर अहिले चाहिँ हामीले बस नगरपालिकामै त्यहीँ अनुरोध गरेर त्यहीँ राखेका छौँ। त्यो बस मैले अघि पहिले पनि भनिसकेँ, यो सिर्फ त्यो बस आफैमा एउटा मिनी आइसिटी ल्याब हो। आइटी ल्याबमा हुनुपर्ने सबै उपकरणहरू, कम्प्युटर, ल्यापटप, त्यो पछि प्रोजेक्टर, त्यो पछि हजुरको इन्टरनेट कनेक्टिभिटी, त्यो पछि हजुरको डिस्प्ले बोर्डहरू र साउन्ड सिस्टमहरू सबै त्यो बसमै भएर हामीलाई त्यो बसमा सर हिँडिसकेपछि कुनै पनि ठाउँमा चाहिँ हामीलाई इन्टरनेट छ कि छैन अथवा ल्यापटप पुगेन अथवा बत्ती भएन, बत्ती छ कि छैन अथवा गर्मी भयो भन्ने खालको, किनभने त्योभित्र अलरेडी एसी पनि त्यहीभित्र छ र हामी त्यो बसमा बसिसकेपछि चाहिँ इभन त्यहाँभित्र चाहिँ रेस्टरुमदेखि लिएर सबै कुरो त्यो पूर्वाधारमै भएर चाहिँ हामीलाई यो कार्यक्रम गराउन सजिलो हुन्छ सर। अन्तमा के भन्नुहुन्छ ताप्लेजुङका नागरिकहरू, 5 थर तेह्रथुम लगायतका नागरिकहरू जसले यो एफएम रेडियो सुनिराख्नु भएको छ, नास्टको विषयमा र यो कार्यक्रमको विषयमा के भन्नुहुन्छ? नास्टको विषयको कुरा गर्दा नास्ट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, यसलाई हामी नास्ट भन्छौँ र यसको स्थापना 2039 सालमा भएको थियो। त्यो पछाडि चाहिँ हामीले थुप्रै यस्ता गतिविधिहरू, थुप्रै कार्यक्रमहरू हरेक जिल्लामा, मलाई लाग्छ कुनै पनि यस्तो एउटा जिल्ला छुट्या छैन त्यहाँ हामीले विज्ञान शिक्षकहरूलाई तालिम गराउने। मलाई लाग्छ 1 महिना 2 महिना अगाडि एउटा नास्टले यहाँ कार्यक्रम गराएको थियो यो ताप्लेजुङमै आएर। थुप्रो कार्यक्रमहरू हामी विभिन्न जिल्लामा गएर, मलाई लाग्छ 75-77वटै जिल्लामा हामीले एक चरणको, कुनै जिल्लामा दोहोरिया होला, कुनै जिल्लामा भनौँ न पहिलोपटक होला, त्यस्ता कार्यक्रमहरू सबै ठाउँ गर्छौँ। यसको मुख्य मकसद भने चाहिँ हजुरको यो विज्ञान र प्रविधिको प्रवर्धन नै गर्ने हो र यसै गरी अवेरनेस नै गराउने हो। म यो ताप्लेजुङ जिल्लाका सम्पूर्णलाई म के भन्न चाहन्छु भने हामी हाम्रो भनौँ न बजेटको सीमितता अथवा भनौँ न हाम्रो जनशक्तिको सीमितता हुँदाहुँदै पनि अथवा यो विकट भनौँ न अघि सरले भन्नुभयो हिमाली जिल्ला यस्तो ठाउँमा आएर हामीले यो खालको केही न केही थोरै मात्रामा भए पनि हामीले झन्डै 22जना शिक्षक र हिजो नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य जन्य यो यहाँका प्रतिनिधिहरूलाई राखेर हामीले त्यो कार्यक्रम गराउन त्यो खालको वातावरण बनाइदिनु भएकोमा म यहाँ नगरपालिकाको मेयरज्यू अथवा हामीलाई धेरै सहयोग गर्नुभएको यहाँ जिल्ला प्रशासनका हाम्रो सिडो साहब र प्रहरीका साथीभाइ सबैलाई चाहिँ म धन्यवाद भन्न चाहन्छु सर। हस्, हामीलाई समय दिनुभयो, कुरा गरिदिनु भयो, कम्तीमा थोरै भए पनि नास्टसँग यस्तो छ तपाईँहरूले समन्वय गर्नुभयो भने त्यो अवसर तपाईँहरूले पनि लिन सक्नुहुन्छ भन्ने सन्देश प्रवाह गरिदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
सरलाई पनि मलाई यो मौका दिएर यो सानो छोटो समयमा बिना तयारीको पनि हजुरले यो खालको भनौँ न यो हाम्रो जनबोली चाहिँ सबै समक्ष पुर्याउने एउटा ब्रिजको रूपमा पुलको रूपमा मलाई यो भनौँ न सानो एउटा जानकारी गराउनलाई सबै उपलब्ध गराउनु त्यसको लागि सरलाई पनि म धेरै धेरै धन्यवाद गर्न चाहन्छु। आदरणीय श्रोता, उहाँ हुनुहुन्थ्यो प्रदीप ढोडारी। उहाँ नास्टका आइटी प्रमुख हुनुहुन्थ्यो। यति बेला नास्टको ट्रोली ताप्जुङमा रहेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान खुमलटा काठमाडौँको टोली ताप्जुङमा छ, फुङलिङ नगरपालिकामा। उहाँले एउटा बस लिएर आउनु भएको छ। बसभित्र उहाँले अघि नै भनिहाल्नुभयो, यहाँ चाहिँ मिनी लाइब्रेरी जस्तो रहेको छ। हरेक व्यक्तिहरूलाई अथवा 22 देखि 25 जनासम्मलाई त्यही बसभित्र राख्नुहुन्छ अनि त्यसभित्र चाहिँ कक्षा दिन थाल्नुहुन्छ। एआई, साइबर सेक्युरिटी लगायतको अहिलेको प्रविधिको विषयमा उहाँहरू कक्षा दिन थाल्नुहुन्छ। त्यो कक्षा 1.5 घण्टादेखि लिएर 4-5 घण्टासम्मको पनि हुन्छ। ताप्चुङमा आएपछि उहाँहरूले नेपाल प्रहरी हिजो फुङलिङ नगरपालिकामा सामुदायिक विद्यालयका विज्ञान विषयका शिक्षकहरूलाई दिनुभएको छ भने आज जनप्रतिनिधिहरू र बेलुका सशस्त्र प्रहरीलाई त्यो कक्षा दिने तयारी रहेको छ। अन्य नागरिकहरूले पनि कस्तो खालको बस रहेको छ, कस्तो खालको प्रविधि हो जान्न हेर्नका लागि उहाँहरूले हिजो नगरपालिकामा सहजीकरण गरिराख्नु भएको थियो। अनि जलवायु परिवर्तन र यसले पारेको असरका विषयमा हिजो छलफल तथा अन्तर्क्रिया कार्यक्रम पनि नास्टकै आयोजनामा गरिएको थियो। यो प्रसङ्गपछि अब अन्य प्रसङ्ग। गृह मन्त्रालयले सार्वजनिक अतिक्रमित जग्गा कहाँ कहाँ छ खोजी गर्नु र त्यस्तामा संरचना भए भत्काउनु अथवा त्यसलाई व्यवस्थापन गर्नु भनेर जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको छ। धेरैजसो जिल्ला प्रशासन कार्यालयहरूले त्यस्ता अतिक्रमित जग्गाहरू कहाँ कहाँ छन्, कसले अतिक्रमण गरेर बस्ती बसाएको छ भनेर स्थानीय तहलाई पत्राचार गरेका छन् र प्रक्रिया अघि बढाएका छन्। यो विषयमा ताप्चुङ प्रशासन भने मौन देखिएको छ। ताप्चुङ लगायत 77 वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले यस्तो पत्र पठाएको छ। ताप्चुङमा पनि यस्ता थुप्रै जमिनहरू छन् जहाँ सरकारी जग्गालाई अतिक्रमण गरेर संरचनाहरू बनाइएका छन्। ताप्चुङको पाथिवरा क्षेत्रको काफेपाटीदेखि माथिल्लो फेदी क्षेत्रको बस्ती पनि यस्तै रहेको छ, जहाँ सर्वोच्च अदालतले पनि त्यो बस्ती किन बसाएको भनेर प्रश्न सोधेको छ। तर त्यो क्षेत्रमा अहिले पनि सामुदायिक वनका कतिपय सञ्चालकहरूले त्यहाँ अझै संरचना बनाउने प्रक्रिया पनि अघि बढाइरहेका छन्। जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको यो पत्र र वैशाख 16 को निर्देशनपछि अब के गर्छ भन्ने चासोको विषय पनि बनेको छ। अप्पर तमोर जलविद्युत आयोजनामा तामाको तार चोरी गर्ने 5 जनालाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अघि बढाएको छ। पछिल्लो समय घरमा समेत यसरी सामानहरू हराउने क्रम तीव्रता बढेको उल्लेख गरिएको छ। केही समय अगाडि बिजुलीको तारहरू पनि हराएको गुनासो आएका थिए। जिल्ला प्रहरी कार्यालय ताप्चुङका सूचना अधिकारी प्रवक्ता प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार फक्तालोङ गाउँपालिका 3 लिङखिम फेसेवा स्थित तमोर इनर्जी प्राली अन्तर्गत चाइना रेलवे नम्बर 2 इन्जिन ग्रुप कम्पनी लिमिटेडको सेगमेन्ट यार्डबाट सामान चोरी गरेको कसुरमा 5 जनालाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहारका 38 वर्षका जमल, ताप्चुङको फक्तालोङ गाउँपालिका 1 का 25 वर्षीय यामबहादुर कटुवाल, सोही ठाउँका 20 वर्षीय विवेक लिम्बू, 26 वर्षीय सहवीर लिम्बू र 20 वर्षीय मुकुर सिंह लिम्बू रहेका छन्। उनीहरूलाई एल्युमिनियम कोर केबल लगायत 20 लाख मूल्य बराबरको सामान चोरेको अभियोग लागेको छ। चोरी भएका सामान पक्राउ परेकाहरूबाट भारतीय नागरिकको गोदाममा फेला परेको उल्लेख गरिएको छ। कबाडी सामान खरिद गर्दै आएका भारतीय नागरिक जमलको कबाडी गोदाम खानतलास गर्दा उक्त सामान फेला परेको थियो र अभियुक्तहरू पनि फेला परेका थिए। अब कानूनी प्रक्रिया अगाडि बढाइने भएको छ। ताप्चुङको दोभान बजारमा 2 दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ। 59 जनाको आँखाको शल्यक्रिया गरिएको छ। अब भोलि सदरमुकाम फुङनी स्थित डिचिन डोङ्ला आँखा उपचार केन्द्रमा
भोलि पर्सि निकोर्सी गरी 3 दिनसम्म शिविर सञ्चालन हुने नेपाल नेत्रज्योति सङ्घ ताप्चुङले जनाएको छ। हिजो र अस्ति ताप्चुङको दोबान बजारमा मोतिया बिन्दु सहितको आँखाको शल्यक्रिया गरिएको नेत्रज्योति सङ्घले जनाएको छ। शिविरमा थुप्रै बिरामीहरूले आँखाको परीक्षण गराएका थिए। हवस् त यिनै सन्दर्भ सामग्री सहित कार्यक्रम सुन्नै पर्ने कुरा आजलाई यति नै। कार्यक्रमबाट बिदा माग्छौँ। नमस्ते।